बढी मालिका नेपालको प्रसिद्ध धार्मिक तथा प्राकृतिक पर्यटन स्थलमध्ये एक हो। यो पवित्र स्थल बाजुरा जिल्लामा अवस्थित रहेको छ। यो समुद्री सतहबाट करिब 4200 मिटरको उचाइमा फैलिएको विशाल हरियाली फाँट हिम श्रृङ्खला आध्यात्मिक वातावरणका कारण विशेष रूपमा परिचित छ। सुदूरपश्चिम नेपालको धार्मिक आस्थाको केन्द्रको रूपमा चिनिने बढीमालिकाका देवीलाई शक्तिको रूपमा पनि मान्ने गरिन्छ। हिन्दू धर्म अनुसार यहाँ भगवतीको विशेष वास रहेको विश्वास पनि गरिन्छ। जनविश्वासका अनुसार सच्चा मनले पूजा गरेमा मनोकामना पूरा हुने भएकोले नेपालका विभिन्न क्षेत्र मात्र नभई भारतका सीमावर्ती क्षेत्रहरूबाट समेत भक्तजनहरू पुग्ने गरेका छन्। विशेष गरी जनै पूर्णिमा र गाई जात्राको समयमा यहाँ ठूलो मेला लाग्ने गर्दछ। ती दिनहरूमा भक्तजनहरू लामो कठिनाई पदयात्रा गर्दै मन्दिरसम्म पुग्छन् र पूजा आराधना गर्ने गर्दछन्। बढीमालिका पुग्ने यात्रा आफैमा एक साहसिक अनुभव मान्ने गरिन्छ। यात्रुहरू प्राय मार्तबडीबाट यात्रा सुरु गरी उच्च पहाडीको घाँसे मैदान, खोला नाला र हिमाली भेग पार गर्दै मन्दिरसम्म पुग्ने गर्दछन्। बाटोभरि देखिने हरियाली डाँडाकाँडा, जङ्गली फुल, चराचुरुङ्गी र खुल्ला आकाशले यात्रालाई अझै रोमाञ्चक बनाउने गर्दछ। विशेष गरी वर्षायामपछि फुलेका रङ्गी बिरङ्गी फुलहरूले बढीमालिकाको फाँटलाई स्वर्ग जस्तै देखाउँदछ।